हाम्रो केटाहरु चाहिँ उत्साहित छन्। कस्तो लाग्यो 836 मिटर? एकदम रमाइलो। या हेलो 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 दर्शन अनि नमस्ते सबैलाई। आज हामी चाहिँ कोरियाको तेस्रो ठुलो पहाड बुगानसानमा चाहिँ हामी चढ्नलाई आएका छौँ। हामीसँग हुनुहुन्छ विजय सर। विजय सर नमस्ते। नमस्ते गाइजहरु। हाम्रो राई दाइ त्यसै गरी गोपाल कहाँ जाँदैछौँ थाहा छैन मलाई। हाम्रो टिम चाहिँ यसरी पुरानै टिम हो। आज चाहिँ बवालै हुनेवाला छ। कोरियाको चाहिँ तेस्रो ठुलो पहाड हो। यहीँबाट देख्न सक्नुहुन्छ बवालै पहाड छ। खतरा हुनेवाला छ। लास्टसम्म भिडियो हेरेर चाहिँ साथ दिनु होला। अनि यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब पनि गरेर सपोर्ट गरिदिनु होला। बाँकी भिडियो चाहिँ झन्टाड्याङ ढ्याङटड्याङ। यहाँ यसरी देख्न सक्नुहुन्छ। यसरी एकदम सुन्दर सुन्दर पहाडहरू यहाँबाट चाहिँ दृश्य। तलबाट चाहिँ हाम्रो यात्रा सुरु भइसकेको छ। हाम्रो भाइले चाहिँ खत्रै सामान बोकेको छ। सबैसँग छ सामान, टन्नै बोकेर हिँडिरहन्। यसरी खत्रै खत्रै सामान बोकेर मैले पनि बोकेको छु। यता टन्नै छ, झोलाभरि छ। र भिडियो चाहिँ आजको बवाल हुनेवाला छ, खत्रै हुनेवाला छ होइन त राई दाइ? धमाकेदार हुनेवाला छ, एकदम चटपटा हुनेछ। कमेडी भरि भराउ हुनेछ आजको भ्लगमा चाहिँ। अनि हाम्रो कमेडियनहरू एकदम तत्पर भएर बस्नु भएको छ। मलाई सामान बोक्नु चाहिँ एउटा ढाकर चाहिने बेला पुग्यो। र हाम्रो चाहिँ एकदम कमेडीवाला चाहिँ धमाकेदार भ्लग हुनेवाला छ। सगरमाथा चढाउने भयो चाहिँ सगरमाथाले मलाई तेस्रो ठुलो पहाड हो। बब्बालै हुनेवाला छ। यो पहाड चाहिँ 826 मिटर अल्को पहाड हो। हामी चाहिँ हाम्रो ग्रुप चाहिँ पुरानै ग्रुप हो। बुढौली ग्रुप बुढौली ग्रुप भन्छ। 25 वर्षको मान्छेले बुढौली ग्रुप भन्छ, के भनेको? आज धमाकेदार हुनेवाला छ। र पहाड चढ्ने ग्रुप देख्न सक्नुहुन्छ। चहल पहल छ, एकदमै जताततै चहल पहल छ। देख्न सक्नुहुन्छ यसरी बुखानसान खुक्रिप खोङनबाट हाम्रो सुरु हुन्छ। यहाँ आउन चाहिँ वेजम्बुबाट बसमा चढेर पनि आउन सकिन्छ। उजम्बु 1बाट यहाँ चाहिँ माउन्टेन चढ्नेको भिडभाड देख्न सक्नुहुन्छ। यहाँ चाहिँ बिहानदेखि बेलुकीसम्म यसरी भिडभाड हुने गर्छ। आजको भ्लग चाहिँ खत्रै हुनेवाला छ। हाम्रा गुरिल्लाहरूलाई देख्न सक्नुहुन्छ टक्का सामान बोकेर यसरी रेस्टुरेन्टहरू छ साइडमा, खतरा छ। यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ नक्सा बुखानसान हामी चाहिँ त्यो माथि देखिने सुन्दर पहाडमा चढ्न जाने हो। सरी यहाँदेखि चाहिँ हाम्रो यसरी सुरु हुन्छ यात्रा। दाइहरू चाहिँ अगाडि गइसक्नु भएको छ। नमस्ते गाइजहरु। टुन खोल्न त सर 80 वर्षको बुढो नि पटाउँदैन हौ। झुकेर पनि नभलै को यहाँ खासमा बुढो? 80 वर्षको बुढो हाम्रो 20 वर्ष
र हामीहरू चाहिँ 1 किलोमिटर आइयो होला होइन? 1 किलोमिटर अगाडि गयो। 1 किलोमिटर अगाडि चाहिँ आइसकेका छौँ। यहाँ चाहिँ यसरी देख्न सक्नुहुन्छ सुन्दर खोला। सुन्दर खोला यसरी देख्दैछौँ। यसरी सानो खोलामा माछा नहुने भन्दा कहाँ लेखेको छ र? यसरी सुन्दर खोलाको छेउछेउबाट यस्तो सुन्दर बाटो चाहिँ अवलोकन गर्दै हामी उकालो चढ्दैछौँ। यसरी चाहिँ हामी उकालो चढ्दैछौँ। सुन्दर, एकदमै सुन्दर पहाड छ। यसरी देख्न सक्नुहुन्छ। यसरी नेपालको झल्को दिने खालको यहाँ खोलाको दृश्य चाहिँ एकदमै सुन्दर दृश्य चाहिँ हजुरहरूले यसरी देख्न सक्नुहुन्छ। एकदमै सुन्दर छ र हाम्रो कमेडी ग्याङहरू चाहिँ अगाडि लागिसक्नु भएको छ। यसरी चाहिँ एकदमै सुन्दर बाटो यहाँ बनेको छ। अब चाहिँ खोला आउनै लाग्यो। के को छ, एकदमै हरियाली छ, रमणीय छ। हाम्रो केटाहरू किन चुपचाप भए खोइ थाहा छैन। कमेडी ग्याङ थाकिसके। लगभग 1 किलोमिटर जति हामी चाहिँ उकालो निस्किसकेका छौँ। यहाँ पनि एकदमै राम्रो भ्यू चाहिँ आएको छ। यहाँनिर गुम्बा पनि रहेछ पहाडको छेउमा। एकदमै सुन्दर चाहिँ गुम्बा छ यहाँ। एकदमै सुन्दर गुम्बा छ यहाँ पहाडको सुरुवातमै। हामी जाने चाहिँ त्यो सगरमाथा जस्तो देखिने तलको पहाडमा जाने हो। र यसरी राइदै हराएर हामीलाई खोज्न एक घन्टा लागेको छ। यहाँ चाहिँ एकदमै ठाडो यसरी भर्याङ बनाइदिएको रहेछ। हामी लगभग 1.5 किलोमिटर त आयो होला होइन? यसरी छ 1.5 किलोमिटर जति हामी उकालो चढिसकेका छौँ। 836 मिटर चाहिँ छ यो पहाड। यस्तो सुन्दर बाटोहरू, रमाइलो बाटोहरू, मान्छेहरूको भिडभाड देख्न सक्नुहुन्छ। एकदमै बवाल हुनेवाला छ भिडियो चाहिँ। हाम्रो ग्याङहरू चाहिँ यात्रा जारी छ। हाम्रो स्वागत छ बुखान माउन्टेन। यहाँ चाहिँ एकदम सुन्दर भ्यू, पानी, माछाहरू भ्यू देख्न सक्नुहुन्छ। भ्यू चाहिँ खत्रै छ, खतरा भ्यू छ। एकदमै सुन्दर पहाड छ माथि देख्दा। रमणीय वातावरण, एकदम शान्त शीतल छ। कलकल बग्ने पानी छ र एकदमै बवाल हुनेवाला छ। एकदम सुन्दर दृश्यहरू तपाईँले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। कन्टिन्युस खोलाको किनारै किनार नै रहेछ बाटो। एकदम सुन्दर जङ्गलहरू छेउबाट यसरी बाटो बनाएको चाहिँ बवालै छ। त्यो ढुङ्गाको बिचबाट चाहिँ बाटो चाहिँ राम्रो छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ पानी झरेको।
भिड चाहिँ बवालै हुनेवाला छ। यहाँ चाहिँ खत्रै भ्यू रहेछ, नखिची मनले मानेन। एकदमै देख्न सक्नुहुन्छ, एकदमै सुन्दर दृश्य छ। यसरी सुन्दर दृश्यहरू चाहिँ देख्न सक्नुहुन्छ। यस्तो हाम्रो टिम चाहिँ मान्छे तल सिधै गर्नुहुन्छ, अर्को बुढो मान्छे अगाडि चाहिँ हुन्छ। 200 मिटर त आइसक्यो होला। 200 नै 2000 आइयो होला नि। धेरै आइयो नि, 2 किलोमिटर आइयो। 2000 हो 800 छ, 2000 800 हुन यस्तो माथि 800 हो कि? होइन, तलबाट हो नि। समुद्र सतहबाट होला। समुद्र सतहबाट चाहिँ 800 मिटर हो के? के भनेर के छ तपाईँको भनाइ? के छ भनाइ? के छ तपाईँको? सबभन्दा बुढो के हो हाइट कसरी चाहिँ नापेको तपाईँले? यो हाइट चाहिँ हाम्रो समुद्र लेभलबाट हामी 800 मिटर माथि छौँ हाइटबाट भनेर भनिन्छ। त्यसरी चाहिँ हामी हाम्रो ट्राभलिङ चाहिँ लगभग 4-5 किलोमिटरको छ पहाडको। र हामी यसरी बिचमा बसेर जुस चाहिँ खाँदैछौँ। यसरी विजय सर, भाइ, दादा यसरी पहाड चढ्नुको भिडभाड छ। यसरी यहाँ बिच बाटोमा चाहिँ यसरी बस्ने ठाउँहरू, यता पहिले टोयलेटहरू बनाइदिएको रहेछ। यहाँ चाहिँ हामी लगभग 2 किलोमिटर जति माथि आइसकेका छौँ। यसरी एकदमै रमाइलो छ यहाँ दृश्य, एकदम भिडभाड छ, शान्त छ, हरियाली छ। यहाँ चाहिँ दुईपट्टि जाने रहेछ। बुखानसान चाहिँ यतापट्टि यो फेकुन्दे चाहिँ यो चाहिँ फेकुन्दे रहेछ। यो पहाड नि बवालै छ। यसरी हामी यहाँ जाँदैछ नि त, हेर्नु त त्यहाँ जाँदैछ नि हामी। त्यता होइन, यता हो, यता हो। फेकुन्दे होइन, यता हेर्नु न, बुखान उको यहाँ। यसरी नै हाम्रो यात्रा चाहिँ जारी छ। 2 किलोमिटर आइयो होला होइन भाइ? 2 किलोमिटर आइयो। बाटो चाहिँ हाम्रो लेकतिर जाने बाटो यस्तै छ, त्यस्तै छ। हाम्रो सबभन्दा बुढो मान्छे चाहिँ अगाडि हुनुहुन्छ। हामीले चाहिँ बुढाको आदर गर्ने भएर चाहिँ सम्मान गर्ने भएर अगाडि पठाएछौँ। त्यसपछि दोस्रो नम्बरको बुढो हाम्रो राई दाई। त्यसै गरी तेस्रो नम्बरको बुढो हाम्रो गोपाल ओली। म चाहिँ जवानै छु भन्ने अरे कि। भर्खरै आराम गरेँ होइन। एकदमै बाटो देख्न सक्नुहुन्छ, यस्तै छ, कन्टिन्युस यस्तै छ। हामी कति 1 घन्टा भयो होला। र यतापट्टि सुन्दर पहाड देखिन्छ। 3वटा चाहिँ यहाँ चुचुरा छ यो पहाडको। यसरी बुढो मान्छेहरूलाई चाहिँ थके लागेर यसरी चाहिँ ढुङ्गामा चाहिँ देख्न सक्नुहुन्छ। बाटोको डिलमा बस्न नि नसकेको अवस्था छ। यसरी
बाटो चाहिँ एकदमै बवालै छ, एकदमै रिपेयर्स हुने खालको छ। एउटा चुचुरो यहाँ देखिन्छ, अरू चुचुरो चाहिँ यता छ, 3वटा चुचुरो छ यहाँ। कता यहाँ चाहिँ हामी कति आयो, 2 किलोमिटर त आयो होला होइन, 2 किलोमिटर र बढी आइसकेका छौँ। देख्न सक्नुहुन्छ खोलाको बाटो, यस्तो राम्रो राम्रो भ्यूहरू। फ्रेस हुनको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ यहाँ। र हेर्न सक्नुहुन्छ अबको बाटो चाहिँ झन् खतरा बाटो छ। यो चाहिँ हामी अब सुरु गर्दैछौँ। यस्तो छ। यहाँ चाहिँ पहाड पनि देख्न सक्नुहुन्छ। हाम्रो राइदे बल्ल बल्ल चढ्दै हुनुहुन्छ। राइदे कस्तो हुँदैछ यात्रा? खत्रै हो नि त। के छ गोपालको भनाइ के छ? यात्रा अहिलेसम्मको लागि एकदम रमाइलो छ। गोपाल कस्तो हुँदैछ? आउने मान्छेहरू आउँदा हुन्छ। न पसिना चाहिँ ठिकै छ। ठिकै छ हिँड्नु महासागर पुरो मान्छे 30 वर्षको मान्छेलाई ल्याएर सबभन्दा अगाडि मै छु। अब अहिले 30 वर्ष हुन्छ, 20 वर्ष, 30 वर्ष, म 20 वर्ष, अरूले 18 वर्ष होला। अब दुर्बिन लिएर भेट्यो नि पाउँदैन म। तपाईँ जस्तो त कहाँ भेटिन्छ र अर्को त? तपाईँ एउटा एउटै हो नि। दुकानदार इमानदार हुन्छ इमानदार। दोस्ते भरिपूर्ण तन्दालो तपाईँ तन्दालो। अब चाहिँ एकदमै उकालो सुरु भइसकेको छ। हाम्रो विजय सर चाहिँ हिँड्ने ढङ्ग नपुग्यो हजुरको। यसरी चाहिँ चढ्दै हुनुहुन्छ। खत्रै छ यहाँ। सिद्धिसक्नु तपाईँ अब आजै भुले कहाँ फाल्यो? यसरी यहाँ हाम्रो दाइ चाहिँ ढाक्रे दाइ चाहिँ भारी बोकेर चाहिँ उकालो लाग्दै हुनुहुन्छ। अनि के सोचेको केटाहरूले? एकदमै यहाँ चाहिँ उकालो छ। एकदमै देख्न सक्नुहुन्छ। एकदम गाह्रो भइसकेको छ। यहाँ चाहिँ यस्तो यस्तो बाटो नि रहेछ। एकदमै डेन्जर बाटो पनि छ यसरी। तर हाम्रो भाइ देख्न सक्नुहुन्छ एकदम फुर्तिलो छ, यसरी दौडिन सक्छ। त्यो बाटो क्रस गर्दा बित्तिकै यस्तो बाटो फेरि सुरु हुँदो रहेछ। एकदमै गाह्रो भइसकेको छ। यात्रा कन्टिन्यू छ। माथि चुचुरोमा पुग्ने हो। यसरी देख्न सक्नुहुन्छ एकदमै सुन्दर चुचुरो देखिन सकिन्छ यहाँबाट। यसरी राइदै थाकेको अवस्था छ। र यसै गरी यस्तो खत्रै बाटो यस्तो छ। बाटो चाहिँ खत्रै छ। यस्तो टाढो जाने माथि। यसरी हाम्रो यात्रा चाहिँ जारी छ। हामी त्यता तलदेखि आएको
यसरी चाहिँ यस्तो खतरा खतरा बाटो रहेछ डेन्जर डेन्जर होइन त राइदै डेन्जरस चोटी हो डेन्जर पाहाड यहाँबाट खतरा देखिँदैछ हामी फेरि चाहिँ गर्मी पनि छ अनि पसिना पसिना भएको अवस्था पसिना छ पसिना भएर बसेको यस्तो गर्नुपर्ने अवस्था यसरी चाहिँ गर्मी गर्मी पनि छ अनि उकालो पनि छ बुढा मान्छे थाकेको अब देखेको त कति 4 किलोमिटर आइयो होइन 4 किलोमिटर आयो अब आधी किलोमिटर बाँकी ठ्याक्क भुइँसको खाल जस्तो देखिन्छ यार मान्छे गाह्रो भयो नि अहिले त पसिना पसिना भयो हिउँदुरा यहाँ चाहिँ यस्तो उकालो छ हाम्रो यहाँ दुईजना नेपाली दाजुभाइ पनि भेटिनु भएको छ एकदमै रमाइलो छ एकदमै रमाइलो छ के यार तपाईँको नाम मेरो नाम अर्जुन गिरी हजुर बुटलदेखि टेन्सनबाट तपाईँको नाम के अरे मेरो तीर्थ पोखरेल हाल दक्षिण कोरिया एकदमै देख्न सक्नुहुन्छ एकदमै उकालो छ यहाँ एकदमै उकालो छ ओ त्यो टुप्पामा जाने हो बाटो चाहिँ यस्तो छ कसरी हो एकदमै गाह्रो भइसकेको छ उकालोमा हाम्रो विजय सरलाई गाह्रो भयो कि भएन मलाई चाहिँ गाह्रो भएको हामी त रुने मान्छे बाटो यस्तै नै छ कन्टिन्यू छ कति घन्टा भयो सर लगभग 2 घन्टा त भयो होला 2 घन्टा भइसकेको छ अब पुग्ने आँटेका छौँ हामी फाइनल्ली देख्न सक्नुहुन्छ पहाडको टुप्पोमा चाहिँ हामी आइपुगेका छौँ हाम्रो राई दाई देख्न सक्नुहुन्छ त्यसै गरी भाइ यस्तो छ यतापट्टि पनि सुन्दर पहाडहरू देख्न सकिन्छ सुन्दरीहरू पनि देख्न सकिन्छ यसरी मान्छेहरू चाहिँ यस्तो पहाडमा चढ्दैछन् यो माथि जाने यिनीहरू तलदेखि आएका देख्न सक्नुहुन्छ यस्तो र हाम्रो भाइ चाहिँ चढ्दैछ विजय सर जान्न अरू विजय सर चाहिँ जाँदै हुनुहुन्छ यसरी यहाँबाट चाहिँ सहरको मनमोहक दृश्य पनि देख्न सकिन्छ यसरी अझै उकालो छ देख्न सक्नुहुन्छ नेपालको झन्डा नि छ त्यहाँ त हाम्रो साथीहरू चाहिँ त्यसरी आराम गर्दै हुनुहुन्छ यसरी चाहिँ अझै पनि हामी टपमा पुगेका छैनौँ यस्तो डेन्जर बाटो छ फोटो एउटा खिच्नु ल यसरी देख्न सक्नुहुन्छ कति उयो माथि खिचौँ लाग्यो पहाड चढ्नेको लाइन चाहिँ यहाँ देख्न सक्नुहुन्छ बिचमा चाहिँ एकदमै अप्ठ्यारो बाटो भएर चाहिँ भिडियो बनाउनु सकिएन होइन त विजय सर हो एकदम गाह्रो त्यही भएर चाहिँ भिडियो बनाउनु सकिएन गाह्रो गरेर पुग्यो यतातिरसम्म यसरी चाहिँ लगभग 50 मिटर माथि आइसकेपछि चाहिँ बल्ल भिडियो खिच्न सकिएको छ
यसरी चाहिँ सोल सिटी चाहिँ यहाँबाट देख्न सकिन्छ। यो देख्न सक्नुहुन्छ 120 तले बिल्डिङ। के बिल्डिङ अरे त्यसको नाम सोल टावर। यसरी देख्न सकिन्छ भ्यूहरू। अस्ति चढेको पहाड चाहिँ त्यो हो। फाइनल्ली चाहिँ हामी लगभग यहाँ माथि चाहिँ जाने हो। अझै यस्तो लाइन छ। यस्तोबाट चाहिँ हाम्रा केटाहरू चाहिँ लाइनमा छन्। हामी चाहिँ यस्तो लाइन हुँदै आएको पारिपट्टि पहाड चढ्नेहरूको यसरी भिडभाड छ। अलि पछि भनौँलाई नि बजार पनि देख्न सकिन्छ। यसरी यसरी यस्तोबाट यहाँ माथि आउँछन् मान्छेहरू। त्यहाँ पनि यसरी चढ्दैछन्। यहाँ चाहिँ यस्तो सुन्दर सुन्दर दृश्यहरू चाहिँ देख्न सकिन्छ। हामी चाहिँ त्यस्तो बाटो हुँदै यो खतरा बाटो हुँदै यताबाट यत्रो लाइन क्रस गर्दै हाम्रो दाइहरू चाहिँ वेटिङमा हुनुहुन्छ। र यसरी हामी 826 मिटरमा आइसकेका छौँ। र यहाँबाट जताततै एकदमै सुन्दर दृश्यहरू चाहिँ देख्न सकिन्छ। तौलहरूदेखि सबै कुरा चाहिँ यहाँबाट देखिन्छ। फाइनल्ली 826 मिटरमा चाहिँ हामी आइसकेका छौँ। यसरी र आजको भिडियो चाहिँ अन्त्य हुन्छ। र हाम्रो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न पनि नबिर्सनु होला। र हाम्रो भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। यहाँ चाहिँ देख्न सक्नुहुन्छ एकदमै मनमोहक दृश्य छ। र बाँकी भिडियो चाहिँ पार्ट 2 मा आउनेछ। तबसम्मका लागि बाई बाई, थ्याङ्क यू।